हेलो साथीहरू, यति बेला चाहिँ हामी काठमाडौँबाट चाहिँ सिन्धुपाल्चोकसम्मको यात्रामा जाँदैछौँ। अब सिन्धुपाल्चोक चाहिँ पुगेपछि भोलि हामी कहाँ जाने भन्ने कुरा निर्णय चाहिँ भोलि नै गर्नेछ। साथीहरू, यति बेला हामी चाहिँ त्रिवेणी बजार आइपुगेछौँ। रात परेको हुनाले हामी यहीँ आज बस्दैछौँ त्रिवेणी बजारमा, न्यू इन्द्रावती होटल एन्ड लजमा। भोलि बिहान उठेर हामी चाहिँ जानेछौँ। ल हेर्नुहोस्, यति बेला हामी खाना खाँदैछौँ। प्रेम भाइ मस्त दाबेर खाँदैछ, म पनि खाँदैछु हरे खोर्सानीको साथमा। चल भाइ, सीताराम। ल साथीहरू, गुड मर्निङ फ्रम त्रिवेणी। यति बेला हामी चाहिँ 5 पोखरी थाङपाल गाउँपालिका 7 त्रिवेणी बजारमा छौँ। हिजो बेलुका हामी यहाँ बसेको थियौँ। अब बिहानको 8 बजे हामी सिम्ती भन्ने ठाउँतिर जाँदैछौँ, जुन चाहिँ हाम्रो आजको लास्ट बाइकको स्टप हुनेछ। त्यहाँबाट हामी बाइक पार्क गरेर अघि बढ्नेछौँ। ल हेर्नुहोस् साथीहरू, यो हाम्रो त्रिवेणीदेखि सिम्तीसम्मको यात्राको बाटोको अवस्था हो। बाटो चाहिँ ध्वस्तै छ यतातिर। ल साथीहरू, यति बेला हामी सिम्ती भन्ने गाउँमा आइपुगेछौँ। अब यहाँबाट चाहिँ देउरालीसम्म चाहिँ बाइक जान्छ भन्ने कुरा सुन्नमा आएको छ। के रहेछ हामी बुझ्छौँ, त्यसपछि अघि बढ्छौँ। होइन प्रेम भाइ? ल यति बेला हामी देउराली भन्ने ठाउँमा आइपुगेछौँ। र यो ठाउँमा चाहिँ बाइक राख्ने आज हामीले यहाँ छ हाम्रो प्लेस। उहाँ दाइकोमा। दाइ, यो ठाउँलाई के भन्छ? देउराली। लास्ट स्टेसन यही हो होइन त? बाइक आएछ यहाँ। गाडी पनि यहाँसम्म आउँछ र? बस कहाँसम्म आउने? बस चाहिँ अहिलेसम्म कुनै बेला यहाँ मेलाको त्यो तल त्यो अघि मैले देखाएँ नि त्यो चौर, त्यसम्म आउँछ यो अमिलो पानीको लागि। नत्र चाहिँ छिम्तीसम्म नै हो बसको बस स्ट्यान्ड। अब हामी यताबाट जानु पर्यो। यताबाट। ल साथीभाइहरू, हामी देउरालीबाट अब टुप्पी डाँडातर्फ हिँड्दैछौँ। सुरुवात भयो हिँडाइको। यो 22-23 मिटरको उचाइमा यो ठाउँ। गाह्रो पो पर्न लाग्यो त, के हो हिँड्दा त गाह्रो छ हजुर हिँड्दा। धेरै पछि हिँडेको, निकै गाह्रो छ। प्रेम भाइ अघि अघि नाइके भएर हिँडिरहेछ। म चाहिँ प्रेम भाइको पछि पछि हिँड्दैछ। हिँडौँ, भर्खर हिँड्नु सुरु गरेछ। आज सम्भवतः रातो माटो भन्ने ठाउँमा गएर हामी बस्छौँ होला। अब के हुन्छ हिँड्दै जाँदा। अहिले टाइम 11:26 भएको छ दिउँसोको। अब हिँड्दै जाउँ। यहाँनिर यसरी 5 पोखरी भनेर यता जाने भनेर देखाइएको छ। अब हामी यही बाटो माथि लाग्नेछौँ। होइन त प्रेम भाइ? कस्तो हुँदैछ हिँडाइ? हेर्नु साथीहरू, ठाउँ ठाउँमा यस्तो बोट राखेको देख्न सकिन्छ। 5 पोखरी यताबाट। अब हामी लाग्दैछौँ। र यति बेला हामी दुबङ चौर आइपुगेछौँ। हामी यहाँबाट यही रस्ता जाने होला। अब टुप्पी डाँडा पुग्न कति टाइम लाग्ला बा? टुप्पी डाँडा यहाँबाट देख्नुहुन्छ नि, त्यही आफ्नो यो ढिलो त्यहाँ दुईवटा रुट त्यो बाटो त्यहाँ टुप्पी देख्नुहुन्न। कति टाइम लाग्छ बा यहाँबाट? 1 घन्टामा त पुग्थ्यो। तपाईँहरू? हामी चाहिँ 1 घन्टा पुग्छ। हामीलाई 1.5-2 घन्टा। यहाँबाट देख्नुहुन्छ त्यही दुईवटा रुखको पात। हजुर त्यही हो। त्यो साथीहरू, हामी अहिले रुपाङ यो ठाउँबाट चाहिँ अब माथि टुप्पी डाँडातिर जाँदैछौँ। यात्रा अहिलेसम्म राम्रो भइरहेछ।
हिँड्न खासै गाह्रो भएको छैन, यति मात्र हिँडिन्छ नि त। माथि माथि गएपछि के हुन्छ त्यो त हेर्दै जानु। अहिलेसम्म त राम्रो छ। आज सोमबारको दिन, व्रतको दिन हामी फलफुल खाएर हिँड्दैछौँ। ठिक छ, मजा छ, घाम लागिरहेछ, हिँड्दाखेरि हल्का गर्मी पसिना जस्तो महसुस भइरहेछ। हेरोस् अब हिँडौँ, यात्री हो, यात्रामा हिँडेछौँ, कहाँसम्म पुगिन्छ। साथमा क्यामेराम्यान प्रेम भाइ छँदैछ, टेन्सन छैन, जहाँ पुगिन्छ त्यहाँ बसिन्छ आज। ल ठिक छ, अब हामी माथि गएर भेट्नेछौँ फेरि। ल साथीभाइहरू, यहाँ जुत्ता टाइट भयो, थाके जस्तो भयो, अलिकति सहजीकरण गर्नु पर्यो। ओहो यस्तो छ अवस्था। मिलाउँदैछौँ, हल्का खुकुलो बनाएर हिँड्नु पर्यो। अलि यतातिर छोए जस्तो भयो। मजा आउँदै थियो हिँड्न, जुत्ताले अलिक गाह्रो पार्ला जस्तो भयो नि त साथीहरू। के हाल्ने हो कि प्रेम सर हो। ल साथीहरू, यति बेला हामी उकालो लाग्ने क्रममा अलिकति सन्तर बाटो चाहिँ यस्तो भेटाएको छ। गाडी हेर्न सक्नुहुन्छ तपाईँहरू। यत्तिको बाटो भेटाउँदा चाहिँ साह्रै मजा लाग्छ हिँड्दा पनि। आहा आनन्दले हेऱ्यो, पसिनाले चाहिँ खत्तम बनाएको छ, पुरै भिजाएको छ। भर्खरै हाम्रो ज्याकेट खोल्यौँ, अवस्था यस्तो छ। अन्त मजा लिनुहोस् यहाँको यो हिँडाइ, अफिसबाट नै हिँडाइरहने छ। प्रेम भाइसँगको यो पहिलो हिँडाइ हेर, होइन त हो यस्तो छ। प्रेम भाइको ट्रेकिङ पहिलो ट्रेकिङ हो। अहिले हामी लगभग 1 घन्टाभन्दा बढी, 1 घन्टा 15-20 मिनट हिँड्यौँ होला तल देउरालीबाट। केही ठाउँ बस्दै आइरहेको हो। यस्तो बाटो भेट्दा चाहिँ सुकुन मिल्छ। ल साथीभाइहरू, यहाँ हामीले एउटा मिठो झरना भेट्यौँ। अब यहाँ हामी यसो चाहिँ अङ्गुर धोएर खान्छौँ यस झरनामा। साथीभाइहरू, यति बेला हामी यस झरनाको किनारमा बसेर अङ्गुरको मजा लिँदैछु, प्राकृतिकको मजा लिँदैछु। यति बेला हामी टुप्पी डाँडा भन्ने ठाउँमा आइपुगेछौँ। अब यहाँ कतै एकछिन बस्छौँ होला। ठ्याक्कै हामीलाई देउरालीबाट यहाँ आउँछलाई चाहिँ 2 घन्टा 10 मिनट जति लागेछ। हामी बस्दै बस्दै आएको हौँ। अब यहाँ टुप्पी डाँडामा एकछिन आराम गरेर हामी अघि बढ्छौँ। ल साथीभाइहरू, अब हामी टुप्पी डाँडाबाट चाहिँ अगाडि प्रस्थान गर्दैछौँ। जाऊँ प्रेम। हामी रातो माटेकै के भन्ने ठाउँ पुग्छौँ। मलाई यहाँबाट कति घन्टा लाग्छ, फेरि यति नै हिँड्नुपर्छ होला। फुल दामी छ यहाँ होइन, गुराँसको फुलहरू त मजाले फुलेको छ यहाँनिर। ल अब हामी अघि बढ्छौँ। ल आजको रुटमा हामीले पहिलो फर्किँदै, आज हामीले पहिलो पटक फर्किँदै गरेर कोही भेट्दैछौँ। के छ माथि राम्रोसँग पुग्यो? माथि हिजो चाहिँ एकदमै अलिकति खराब थियो वेदर होइन, आज चाहिँ ठिक छ तपाईँहरूलाई एकदमै राम्रो। बाटो हिउँ छ होला है अलिअलि त? माथि मात्रै हो, छैन। आज कहाँसम्म पुग्नु तारेको छ तपाईँ? आज हामी रातो माटै के भन्ने रातो माटो वा चोकरसम्म गएर बस्नु होइन, भोलि ठिक हुन्छ। हिजो त एकदमै धराप गाह्रो छ है। उ गर्दै गयो। आज चाहिँ माथि मात्रै हिउँ छ, हिउँ चाहिँ सक्छ। रातो माटो के कति टाइम लाग्ला? रातो माटो यहाँबाट तपाईँहरूलाई त 2-3 घन्टा लाग्छ। 2-3 माथि त राम्रो छ, माथि ठिक, त्यहाँसम्म ठिक छ, यत्तिकै बाटो छ। माथि माथि मात्रै हिउँ छ। ल ठिक छ, यात्रा राम्रो भयो। अहिले त रातो माटोसम्मै हिउँ छ। ल साथीभाइहरू, यति बेला हामी टुप्पी डाँडाबाट हिँडेको 20 मिनटमा चाहिँ तागु खर्का भन्ने ठाउँमा आइपुगेछौँ। अब हामी यहाँ एकछिन बसेर के स्याउ खाने? स्याउ खाने हुन्छ, रेडबुल खाने। स्याउ खान्छौँ होला होइन प्रेम? हो यस्तो छ यहाँनिर चाहिँ। अहिले चाहिँ हुस्से चाहिँ एकदमै बढेको छ माथि, सबै हिमालहरू ढाकेको छ अहिले।
प्रेम भाइले अब स्याउ निकाल्यो अब हामी खान्छौँ ल्याउ प्रेम कस्तो चिज हो यार आमामा कच्ची हो अलिकति सारा मेरो यसले ठेक्छ बरु मजा यति बेला हामी स्याउ खाएर फुल इनर्जीको साथमा अब अघि बढ्दैछौँ प्रेम भाइ एकदमै पाको मान्छे हिँड्यो पनि पाको हुन्छ के गर्नु सकिन्छ त अब हामीले अब अघि बढ्ने क्रममा चाहिँ यहाँ यस्तो बाटो राम्रो बाटो भेटेको छ सन्चर बाटो त्यस्तोमा हिँड्न पनि मजा आउने होइन अब थाकिरहेछ भुइँफुलहरू कसरी फुलेछ त्यहाँ देखाइदिउँ त प्रेम भाइ ल हेरौँ त साथीहरू भुइँफुल कसरी फुलिरहेछ त यस्तो छ भुइँफुल फुलेको अब हामी भुइँफुल हेर्दै यो बाटोको मजा लिँदै अघि बढ्दैछ यो आजको यात्रा अब भोलि पुग्ने होला 5 पोखरी त हामी आजको यात्रा कहाँसम्म हुन्छ त्यहाँसम्म रमाउँदै खेल्दै इन्जोय गर्दै जाँदैछौँ हामी साथीभाइहरू यति बेला हामी यहाँनिर अब झुलुङ्गी पुल छ यसको नजिक बसेर अहिले खाँदैछौँ के पेट पुजा एकदमै तल झारे ओह्रालो उता चढ्नु पर्ने जस्तो देखिन्छ माहौल हेर्दा अब चिसो बढ्न लाग्यो चिसो बढ्न लाग्यो क्या चिसो हाल्छ नि होइन अहिले खाएर निस्किन्छौँ साथीहरू यति बेला हामी चाहिँ एउटा यो एकदमै सुन्दर हल्लिनु पनि राम्रै हल्लिरहेको छ हामी हिँड्दाखेरि होइन अब त्यो सकिन्छ पार गरेपछि चाहिँ हामी अलिकति उकालो बाटो चढ्नुपर्ने रहेछ आजको हाम्रो यात्रा सम्भवतः रातोमाटे भन्ने ठाउँमा हुन्छ होला यो सकिन्छ ब्रिज पहिला हामी कता ल साथीहरू त्यो बेला हामी रातोमाटे आइपुग्यौँ रातोमाटेबाट चाहिँ अब हामी 2 घन्टा हिँडेर चोको डाँडा पुगिन्छ अरे अब 2 घन्टा हामी हिँड्छौँ दाइ है दाजु ल साथीभाइहरू रातोमाटेपछि हामी भर्खरै उकालो चढ्दैछौँ उकालो चाहिँ निकै टफ छ यो ठाडै उकालो छ अब हामी आज गएर बस्ने कार्य यसपछिको स्टपमा हामी गएर बस्छौँ 2 घन्टा जति लाग्छ भन्ने सुन्नमा छ त्यसपछि लोसनपाटी भन्ने थियो त्यसपछि अझै घन्टा जति लाग्छ लोसनपाटी चाहिँ आज हामी नजाने त्यहाँ गएर बस्नेछौँ यहाँनिर चाहिँ हेर्नुहोस् है यस्तो उकालो छ निकै उकालो छ के गर्नु यात्री हो अब हिँड्नै पऱ्यो 5 बजीसम्म पुग्नै पऱ्यो त्यो हुनाले हामी आज अब जान्छौँ माथि ठिक छ है साथीहरू यति बेला चाहिँ हामी चोकर डाँडा जाने क्रममा चाहिँ यहाँ बाटोमा यस्तो हिउँहरू देख्न सकिन्छ अलि अगाडि चाहिँ यहाँ बाटोभरि नै हिउँ जमेछ भन्ने कुरा सुनेको थिएँ अहिले पग्लिसकेको रहेछ जस हिँड्न त्यो कारणले पनि अलिकति सजिलो भयो हामीलाई यस्तै छ हामीले चाहिँ एयरपोर्ट चाहिँ अलिकति तल चाहिँ छोडेको रहेछ प्रेम भाइ लिन गएको छ अब पाइन्छ कि नै एकैछिन यहाँ म कुदिरहेको छु प्रेम भाइ आएपछि हामी तपाईँलाई अपडेट गराउनेछौँ ल प्रेम भाइ आउँदैछ के छ एयरपोर्ट लिनु गएको मान्छेले एयरपोर्ट भेटायो कि नै प्रेम भाइ ल ठिक छ धन्य हराएको यार है ल प्रेम भाइलाई एकदम मुरी धन्यवाद है प्रेम सर के छ अवस्था ल भन्नुहोस् त ल गाह्रो भइरहेछ ल प्रेम सर
हामी लगभग 5.5 घन्टा जति हिँडेर चाहिँ अहिले चोकर डाँडा आइपुगेको छौँ। बिहान 11:25 चाहिँ हामी देउराली भन्ने ठाउँबाट हिँडेको, अहिले चोकर डाँडा आइपुगेको छौँ। हामी आउन त 5:10 आइपुगेको होला। एकछिन बस्यौँ, यहाँ चम्चको सुप खायौँ। अब हामी आजको स्टे यही हुन्छ। भोलि बिहान उठेर चाहिँ हामी यहाँबाट लाग्नेछौँ। यति बेला ठ्याक्कै सनसेट भएको छ। ठिक छ, आज धेरै हिँड्न पनि भएन। भोलि हामी हिँड्छ। आजको बसाइ चाहिँ हाम्रो यहाँ हुनेछ, होइन प्रेम सर? हो सर, यही चिसो भइसक्यो यार। बेसर चिसो छ यार। राति कति पुग्ने हो? पुरा काम रहेछ यार। हो ल, अब हामी सुत्छौँ। साथीभाइहरू, गुड मर्निङ फ्रम चोकर डाँडा। यति बेला बिहानको 7 बजी चाहिँ हामी चोकर डाँडाबाट चाहिँ अब मासतिर 5 पोखरी जाँदैछौँ। 5 पोखरी पुगेर सम्भवतः आज हामी फर्केर यही बस्नेछौँ। हामीलाई आज राति यहाँ रात बिताउनु पनि निकै अप्ठ्यारो महसुस भयो, अक्सिजन नपुगे जस्तो। अब हामी ढिला नगरी चाहिँ माथि 5 पोखरीतर्फ लाग्नेछौँ। ओके। यति बेला हामी काठखोर कटेर त्यो ठाउँमा आइपुगेछौँ। बिहान चिसो चिसो छ। अलिकति सास लाग्छ। हिउँले त निकै गाह्रो बनायो हेर्न आज। यस्तो पुरै हिउँ नै हुन्छ यहाँनिर। चिप्लिरहेको छ यो यस्तोवाला हिउँमा त पुरै चिप्लिने। प्रेम भाइ जाउँ कि हामी अघि बढौँ। यति बेला चाहिँ हामी नासिमपाटी भन्ने ठाउँमा आइपुग्यो। लगभग 2 घन्टा हिँडेर अब अघि बढ्छौँ। ल साथीभाइहरू, हामी नरसिंहपाटी पुगेर चाहिँ त्योभन्दा माथि जान सकेनौँ हाम्रो स्वास्थ्य स्थितिको कारणले। अब नेक्स्ट टाइम नै हामी जानुपर्ने हुन्छ। हालत अलिक, यति बेला हामी तल झर्दैछौँ। प्रेम भाइको अवस्था यस्तो छ, पाएको मान्छे। अब के भन्ने, म त मेरो पनि हालत त पम्चर छ साथीहरू। अब हामी तल झर्छौँ। तपाईँहरूलाई पायो भने आजको अरू साथीहरू गएको छ माथि 5 पोखरीको भ्यू चाहिँ भिडियोमा इन्क्लुड गर्नेछौँ हामी। ओके, यसपालिको 5 पोखरीको यात्रा यस्तै भयो। यति नै रहने भयो। अब अर्को पटक आएछ भने तपाईँलाई फुल 5 पोखरीको दर्शन गर्नेछु। ओके।